गाइस हाम्रो मम्मी चाहिँ तरुल खानु हुँदैछ संक्रान्ति लाग्न आँटेछ नि त पर्सि संक्रान्ति 1 गते माघे गते सो तरुल फलेको छ अरे राम्रो तरुल खनेको हेर्न साग रोप्नु भएको छ हाम्रो यहाँ अन्तरी फुपूले पानी जाने अर्को बाटो बनाउनु नि हो अन्तरी त्यहाँ फलेको रहेछ आफै कस्तो मजाले फलेको तरुल गाइस आउँ के जाने मलाई के हेर्नु न यस्तो मजाले तरुल फलेको छ गाइस कडा फल्ने यहाँ कुन ठुलो इस्कुसको कि सानो इस्कुसको बढ्थ्यो सानो इस्कुसको पनि यति मजाले फल्दो रहेछ त एउटा यहाँ पनि छ कि अलिक यता यहाँ ल यो छ यो कहाँ सामने आउनु न हेर कसको चप्पल लाएर हिँडेको के गर्नु भइसक्यो यहाँ तँ नि काटिदिनु नि त नि ए निकालेर खान चला नि तर होइन क्या यहाँ मलाई घरको टेन्सन भएको छ होइन अब यहाँ खोटालेर गएपछि घर कति पर छ यहाँ खोजेर के जान्छ यसो गर्नु यो दाना लाउनु के यो झ्याङ मासेर दानै रोप्दाखेरि चाहिँ तरुल पनि फल्छ अरे यो परारका साल रोपेको यहाँ पचेको कति रहेछ त्यहाँ पचेको ठाउँमा गएको अनि कोट्याउँदै नकोट्याएको मैले अस्ति कोट्याएको भने जाँदैन हौ मम्मी तल गएको छ होइन यो तरुल के तरुलको जरा गहिरो हुन्छ र फलेको लहर बेग्लै हुन्छ नि त